म राजन, मेरो भिडियोमा हजुरलाई स्वागत छ। आज चाहिँ हामी दाजुभाइ मिलेर यहाँ जुम्ला बजारको पुरै जुम्ला बजार अनि यो अरू धेरै गाउँहरू पर्छन् त्यसको सिन देखाउनुको लागि यो मेरो भाइ र म हामी गुम्बामा जाँदैछौँ। गुम्बाबाट सम्पूर्ण देखिन्छ। अहिले चाहिँ हामी भर्खरै घरबाट हिँड्यौँ, भाइ चाहिँ यता छ। अब हामी चाहिँ त्यहाँ गुम्बातिर देखिरहेको छ। गुम्बा उता देख्नु एउटा सेतो छ, गुम्बा हो त्यो चाहिँ। हामीले आज त्यहीँ जानेछौँ। अब चाहिँ हामी कालीपुर पुग्नेछौँ। अहिले चाहिँ हामीहरू यहाँ कालीपुर पुगेर पुगिसक्यौँ। अब चाहिँ हामीले यहाँबाट राइड लिनुपर्ने हुन्छ। यहाँ चाहिँ बाटो निर्माण भइरहेको छ, त्यसैले यहाँ बन्द छ। यहाँबाट हामीले सिधै गएपछि राजसिंहतिर जान्छौँ बसबाट। यहाँबाट राइड गएपछि चाहिँ हामी यहाँबाट लेफ्ट गएपछि हामी एयरपोर्ट जान्छौँ। हामीले यहाँबाट राइड लिनुपर्ने हुन्छ। यस्तै छ। अब यहाँबाट हामी सिधै अगाडि जान्छौँ अनि अगाडि गइसकेपछि कृष्ण मन्दिर आउँछ। अब हामी सिधै कृष्ण मन्दिर पुगेपछि भेट्छौँ। अहिले चाहिँ हामी कृष्ण मन्दिरमा पुगिसक्यौँ। यहाँबाट हामीले यो जुन बाटो गए पनि हुन्छ हामी गुम्बामा जानको लागि। हामी चाहिँ यहाँबाट यो लेफ्ट साइड लिएर हामी यहाँबाट जान्छौँ। त्यो चाहिँ हामी कृष्ण मन्दिर देख्न सक्नुहुन्छ। यहाँबाट हामीले लेफ्ट लिएपछि अनि फेरि हामीले राइड लिनुपर्ने हुन्छ। र अब त्यो यहीँ कलितिर हो, त्यहाँबाट हामी राइड लिन्छौँ। हामी यहाँबाट सिधा अगाडि जानुपर्छ। सिधै अगाडि एउटा जुगाडा खोला भन्ने पुल आउँछ, त्यहाँबाट हामी सिधै स्ट्रेट गएपछि हामी एकदम तलि पुग्छौँ। अहिले चाहिँ हामी धेरै माथि पुगिसकेका छौँ। यो चाहिँ हाम्रो जीवनका हो जुम्लाको। यहाँबाट हामी माथि गएपछि हामी टुरिस्ट जाने बाटो पुग्छौँ। हामी यहाँबाट जानुपर्छ। यहाँबाट तलि गएपछि बसपाको बाटो आउँछ। यहाँबाट हामी सिधै स्ट्रेट जान्छौँ। स्ट्रेट गएपछि हामी मोहन गाउँतिर पुग्छौँ। यस्तै छ। यहाँबाट हामी स्ट्रेटै जान्छौँ। अब हल्का माथि। अब हामी यहाँबाट सिधा अगाडि गएपछि मोहन गाउँतिर पुग्छौँ। यहाँ चाहिँ हाम्रो यो गाडी बाइकहरू जाने ठाउँ। हामी यहाँबाट माथि जान्छौँ। यो चाहिँ एकदमै सर्टकट बाटो हो गुम्बा जाने। यहाँ चाहिँ यस्तो आरसी ढलान गरेको छ। यो हाम्रो नेपाल टेलिकम जुम्लाको एउटा ब्रान्च हो। यो चाहिँ देख्न सक्नुहुन्छ। यस्तै छ यहाँको बाटो। यो आरसी ढलान गरेको चाहिँ एकदमै पक्की छ यहाँको बाटो चाहिँ। माथि देख्न सक्नुहुन्छ यो सानो सानो गुम्बाहरू, यहाँ घोडाहरू पनि छ। अब हामी यो माथि यो भर्याङ जस्तो छ, हामी त्यहाँबाट जाने हो। यो बाटोमा चाहिँ बाइक चल्छ, तर त्यहाँ माथि यो गुम्बाको बाटोमा मिसिने ठाउँमा चाहिँ एकदमै अफरोड छ। हेर्नुहोस् यो बाटो छुटिएको छ। यताबाट माथितिर जाने बाटो चाहिँ यो गुम्बा जाने बाटो। यो आरसी ढलान गरेको बाटो गएको बाटो चाहिँ यो अर्को गाउँमा जाने बाटो। हामी चाहिँ यो पछि बाटो यस्तो छ गाइस। यहाँ यो भर्याङबाट चाहिँ मान्छेहरू जान्छन्। यहाँ एउटा पिच रोड पनि आरसी ढलान गरेको बाटो छ। त्यहाँ चाहिँ बाइक गाडीहरू जान्छन्। हामी चाहिँ यो सिटीबाट जान्छौँ। अहिले चाहिँ हावा लागेको छ, अडियो क्लियर नआउन सक्छ। तलिबाट राम्रो देखिरहेको छ। यहाँबाट फोटो देखिरहेको छ। यहाँ तलि गाईहरू छन्। यहाँ चाहिँ पहिला एउटा खोला थियो भन्ने आशंका छ। पहिला थियो, अहिले अब बर्खा लागेपछि फेरि पनि यो खोला बग्छ। अहिले चाहिँ सुकिरहेछ। अब हामी यो सिटीबाट जान्छौँ। यताबाट पनि बाटो छ। हामी चाहिँ अहिले सिटीमा जान लागिसक्यौँ। यता चाहिँ यहाँ बाइक जाने रोड छ। भाइले सिटी गन्छु भन्नुभएको छ। अब चाहिँ सिटीमा हिँडिरहेको छ। भाइ चाहिँ अगाडि छ, हेर्न सक्नुहुन्छ। अहिले चाहिँ हामी सिटीमा छौँ। भिडियो चाहिँ लास्टसम्म हेर्नु होला। राम्रो सिन आउँछ माथिबाट चाहिँ। सिडीको मान्छेसम्मै पुगिसकेको भेट्छौँ। अब यहाँ गाह्रो हुन्छ। लगायत भाइ एकछिनमा भेट्छौँ। आउँदा गर्दा हामीले यस्तो मूर्तिहरू भेटाएका छौँ। देख्न सक्नुहुन्छ यस्तो छ।
यो भाइ चाहिँ जसो गरेर आइरहेछ। यहाँबाट पनि जुम्लाको सिन राम्रै देखिन्छ। यहाँसम्म चाहिँ 145 सिडीहरू थिए। 46, 47, 48, 49, 50, 51, 52, 53, 60 सबै गरेर 160 सिडीहरू रहेछन्। जुम्लाको सिन चाहिँ यस्तो खर्च आइरहेछ। यहाँ चाहिँ सडक डिभिजन कार्यालय छ, देख्न सक्नुहुन्छ। यहाँ चाहिँ मालपोत पनि हो, सडक डिभिजन पनि हो। गुम्बा चाहिँ खाली आइसक्यो। यहाँतिर चाहिँ एकदमै ठुलो मन्दिरहरू छ, देख्न सक्नुहुन्छ। अब हामी त्यो गुम्बा पुगेर भेट्छौँ गाइज। बाइक यहाँ चाहिँ टिकट काट्नुपर्ने रहेछ, टिकट काट्नुपर्छ होला। अब हामी टिकट काटेर भित्र जान्छ। गुम्बामा आइपुगिसक्यौँ। टिकट काटेर एकजनाको टिकटको प्राइस चाहिँ 20 रुपियाँ रहेछ। देख्न सक्नुहुन्छ। यहाँ चाहिँ यस्तो छ, सानो गुम्बाहरू छ। यहाँ चाहिँ यहाँ ठुलो गुम्बा, झन्डाहरू छ। यहाँ यो रुखहरू छ। गुम्बामा नि यति धेरै क्यामेराम्यान राखेको रहेछ। यस्तो छ, हुन्छ गाइज। गौतम बुद्ध र अन्य मूर्तिहरू देवताहरूले यहाँ राखिएको छ। गाइज यहाँ चाहिँ हाम्रो स्नो भइहाल्यो। यहाँ चाहिँ यो के होला, यो बुद्धिस्टहरूको। यहाँ चाहिँ गौतम बुद्धहरूको मूर्ति राखिएको छ। यता चाहिँ मान्छेहरू हुनुहुन्छ। यस्तो छ। फोटोसोट खिचेर अब हामी फर्किनु लागेको। अब चाहिँ हामी तली गएर नास्ता खाएर घरतिर जान्छौँ। ल अब हल्का हामी घरतिर पुगिसक्यौँ। आजको भ्लग चाहिँ यहाँ अन्त्य गर्न चाहन्छु। ल गाइज बाई, अर्को भिडियोमा भेटौँ हामी। बाई, नयाँ भिडियोमा